जुत्ताहरू राखेको थियो नि त मच्छरको त गोलो आएछ साह्रै पारेछ अघि न हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई ब्लग हजुरहरूलाई एकदम धेरै स्वागत छ आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ र सबैजना आफ्नो आफ्नो काममा मस्त बिजी हुनुहुन्छ भन्ने आशाको साथ आजको दिन मेरो ब्लग सुरु गर्दैछु अनि अहिले तातो घाम लागेको छ अनि बाहिरको नजारा चाहिँ यस्तै छ भत्ताको भुङ्गा छ साथीहरू यहाँ मम्मीले सबै थोके के गर्नुभएको छ यहाँनिर सबै फोहोर भएको छ यहाँ अहिले सफा गर्नुपर्ने हुन्छ अनि जुत्ताहरू मैले सुकाएको साथीहरू हिजो चाहिँ मम्मीहरूको कोठामा जुत्ताहरू राखेको थियो नि त मच्छरको त गोलो आएछ साथीहरू अनि त्यही भएर यहाँ जुत्ता सुकाएको छु मैले अघि नै अलरेडी पुसेर अनि यहाँ चाहिँ गुन्द्रुक सुकिरहेको छ यता चाहिँ हजुर मेरो सब्सक्राइबरहरूको लागि फुल है त साथीहरू यो चाहिँ एकदम राम्रो राम्रो फुल छ अनि उता पनि लुगा छ अनि त्यही हो साथीहरू मेरो दिन भनेको यस्तै हुन्छ घरमा बसेपछि ब्लग भनेको यस्तै बनिन्छ आशा छ तपाईँहरूले हेरेर राम्रो मन पराइदिनुहुन्छ होला अनि कमेन्टमा भन्नु होला हजुरलाई मेरो ब्लग के कस्तो लाग्छ र के चेन्जेस गर्नुपर्ने छ भनेर त हजुरले भनि नै हाल्नुहुन्छ अनि कस्तो कस्तो बनाएको के खाइस् भन् त के खाइस् सिङ्गी गुगु बनाउँछ त लडी गरेर कस्तो बनायो क्या भोकेर भन्छ यसले पारेछ अघि न आज हैसी हो कि न टट गइसु है नसु गए त के बनाएको त यस्तो वासै अरूले त बनाउन छ र त तपाईँ त गर्नु त पादुवा पढ्न साझ पढे यता हेर्न नाच्छ त नाच्न अहिले करेन्ट खुवाउँछु हेर्नु साथीहरू करेन्टको लागि बिकेको यो मैले हिजो करेन्ट खाएको नि देखाइदिउँ भ्लगमा मैले खाएँ त एउटा करेन्ट किनेर त किन गइस् उता खेल्न जान्छु त अनि मेरो भाइसँग साग मलाई चल्छ लाग्यो नि वापो एकदम घमण्डी छ यसलाई काकाको कुटाइ नपुगेको यसलाई ट्युसन साथीहरू तपाईँहरू कसले ट्युसन पढाउनुहुन्छ भने भन्नु है यसलाई ट्युसन हालिदिनु पर्यो 3 घन्टा मिसले कुटी पढाएपछि थाहा हुन्छ केटा मान्छे जस्तो देख्यो केटा मान्छे केटी मान्छे जस्तो सो साथीहरू अहिले चाहिँ म यहाँ तल आएको छु अनि यहाँ तल चाहिँ जुत्ताको हेर्नु साथीहरू भण्डार भएको छ अनि यहाँ टक्क लगाएर पर्फ्युम कहाँ राखेँ मैले फेरि पर्फ्युम ए बाबुले लगेछ पर्फ्युम त टक्क लगाएर जुत्ता धेरै मच्छर स्याउ मच्छर ए यहाँ रहेछ त मैले चाहिँ यहाँ अलिअलि पर्फ्युम छर्किदिएको अनि मच्छर आयो भने त्यसले अलिअलि पर्फ्युम छर्किँदै नि मगमग बास्न आइरहेको छ उयो हाल्नु न साथीहरू मच्छर यसलाई त लु उसको आत्महत्या अब चाहिँ टक्कसँगले कति रेपको जुत्ता मिलाउनु पर्ने हुन्छ यहाँ टक्क लगाएर जुत्ता मेरो चाहिँ सर मिलाएको छु अनि यो चाहिँ मेरो कलेजको जुत्ता हो अब चाहिँ कलेज चाहिँ गएको छुइनँ म मेरो कलेजको पहिले 11-12 पढ्दाको जुत्ता हो यसलाई टक्क यहीँ मुनि राखिदिन्छु यसलाई पनि मुनि राखिदिन्छु साह्रै माथि मच्छर आयो त्यही भएर जीवनको जुत्ता त्यस्तो फोहोर भएको छ टक्क लगाएर मिलाउनु पर्ने हुन्छ साथीहरू यस्तै छ मेरो दिनको सुरुवात दिनको काम भनेको यस्तै हुन्छ अहिले भेट्नु साथीहरू अहिले चाहिँ दिउँसोको टाइममा अहिले जुत्ता सुत्ता राखेर पनि आइसक्यो अनि बाबुले चाहिँ मलाई सुन्तला र कोला ल्याइदिएको छ ऊ चाहिँ यहाँ धमाधम उसले चाहिँ दुईवटा कोला ल्याएछ खोइ सुन्तला देखा त उजाला देखा न सुन्तला र कोला छ यसको सुन्तला अरे कोला चाहिँ कसको बोटको भन्न अनि यहाँ छ अनि अब त्यसलाई खानुपर्ने हुन्छ है साथीहरू खाना नपाएको हन्त तपाईँलाई यस्तै खानु चम्पा चमेली हो नि त कोलाको नाम चमेली आमाले भन्नुभयो चिनी चम्पा अरे ए चमेली होइन चिनी चम्पा आमाले सुन्नु भने मलाई डिएम गरिदिनु भनिदिन्छु के भन्छस् काकीले तपाईँलाई चम्पा चमेली भन्नु भन्छस् मस्त खाइँदैछ है साथीहरू अझै कोला ल्याउनुपर्छ मलाई सिँगा देखाउनु न
खा त गाइस यो चाहिँ यस्तो छ कि अनि एकै लटमा खाइदिन्छ अरे 2 लटमा हाम्रो घरको सबैभन्दा धेरै खाने व्यक्ति है हाम्रो चाहिँ आया वड्क्यो कोला हाम्रो चाहिँ भ्लग चाहिँ पुरा लोकल छ नि बाबु के बाबुसँग मात्रै आउँछ भ्लग मेरो त्यस्तै छ तँलाई पक खा आगर कोलाको बोक्रा पनि खान्छ नि त बाबु खान्छ साथीहरू त्यही अहिले भेट्नुपर्छ है बेका छि पक्काले हेरेर तेरो नखा अलराइट साथीहरू म चाहिँ भर्खर दोकानबाट आएको अनि दोकानबाट चाहिँ चाउचो लिएर आएको छु है चाउचो लिएर आएको छु अब चाहिँ यहाँ सेफ सरले चाउचो बनाउँदै हुन्छ मस्तसँग हेलो सेफ सर हेर मुस्कान हेर्नु साथीहरू पुरा सेफ भनिदिएको त तर साँच्ची मैले ढाँटेको होइन कि साथीहरू खानेकुरा चाहिँ एकदम मिठो बनाउने है एकदम मिठो एकदम लक्की छु म चाहिँ त्यसमा हेर्नु नाक कहाँ बढिसक्यो यहाँ मजाले काट्दै हुनुहुन्छ अनि अब चटपटे घोलगाल तर खानुपर्ने हुन्छ अनि म चाहिँ नबोलेको साथीहरू यस्तो लङ भ्लगमा आएको थियो यति मेहनत गर्छन् र पनि तपाईँहरू हेरिदिनु हुन्न त्यही भएर द्याट्स वाइ आई डोन्ट टक यु बोल्नु न त्यस्तो नहुनु न बिचरा जिस्किएको साथीहरू त्यस्तै नि हो हल्का रमाइलो होइन हेरिदिनु होला अहिलेतिको भ्लग साथ सपोर्ट देखाइदिनु होला भन्न चाहन्छु अब मेरो लागि तपाईँहरूले देखाउनु भएन सो मैले लङ भ्लग बनाउन छोडेको पनि अलमोस्ट 10 डेज भइसकेको छ र अब हेरौँ आउने दिनहरूमा कस्तो भिडियो लिएर आउँछु साथीहरू मेरो बुढाले चाहिँ अहिले सर्ट्स भिडियो हाल्न थाल्नु भएको छ गएर हेर्नु होला जीवन तमला गाई छाइदी चाहिँ अनि गएर सबैजनाले मेरो साथीहरू यति गएर सब्सक्राइब गरिदिनु मेरो साथीहरू भन्दा के भन्नु भिडियोमा 15 लाइक आउँछ र पनि बिस्तारै हुन्छ हार मान्नु हुँदैन साथीहरू यहाँ चाहिँ चटपटे बनेर रेडी भइसकेको छ उता चाहिँ जीवनहरूले खाँदै हुनुहुन्छ अनि अब खानुपर्ने हुन्छ मिठो बुढाको हातको चटपटे यता चाहिँ जीवनको भिडियो सुट हुँदैछ सो साथीहरू यति दिनसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद डोन्ट फर्गेट टु लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब टिल देन सी यू नेक्स्ट ब्लग बाई बाई